एउटा नेपालीमा कहावत छ, घाँटी हेरी हाडिदिनुपर्छ। त्यसको लागि पर्फेक्ट इक्जाम्पल भनेको बार्सिलोना हो केटा हो। अनि आजको यो भिडियो स्टार्ट गर्नुभन्दा अगाडि केटा हो तपाईँहरू सबैलाई एउटा एनाउन्समेन्ट के गर्छु भन्दा, मैले चाहिँ यदि स्पेनिस सुपर कपमा फाइनलमा चाहिँ एल क्लासिको हुने भयो भने चाहिँ जर्सी गिभ अवे गर्ने सोचिरहेको छु। अनि यो कुरा चाहिँ जापान र नेपालमा हुनेहरूको लागि मात्र। सो डोन्ट फर्गेट टु फलो मी। ल लेट्स स्टार्ट भिडियो है। होइन, हामी को ल्याउने सोध्छौँ, को ल्याउने विस गर्छौँ? हुलियान अल्भारेज, भिक्टर ओसिमेन, अनि त्यसपछि गुरासी, सर्जियो गुरासी, हाल्यान्डले अझ 2026मा हाल्यान्ड ल्याउने अरे। अनि हामी कोसँग लिङ्क हुन्छ? ब्लाभोभिच, जो न त कन्सिस्टेन्स छ न, अनि इन्जुरी प्रोन प्लेयर छ। हामीसँग छ त फरान आफ्नै घरमा सजाएर राखेको छौँ त हामीले फरानलाई। फरानले बरु 2025मा 32 गोल हानेको केटा, 32 गोल हान्छ बरु केटोले। तर अलिकति जुन गेममा हान्नुपर्ने त्यसमा गएर हकिदिन्छ केटा हो। होइन, त्यो हो अलिकति प्रब्लम। नत्र हामीसँग फरान छ, अर्को फरान हामीलाई चाहिएको छैन केटा हो। अनि हामीले के सोच्छौँ अझ? अनि सेन्टर ब्याकको कुरा गर्नुपर्दा लेफ्ट फुटे सेन्टर ब्याक कुरा गर्नुपर्दा हामीले कसलाई ल्याउने रे? बास्तोनी, मार्गे। तिनीहरूको सपना किन देख्ने के केटा हो? हामीसँग छ जब 10 रुपियाँ, हामी 100 रुपियाँको सपना किन देखिरहेछौँ के? हाम्रो फाइनेन्सियल कन्डिसन यति गुज्रेको छ केटा हो। होइन, हामीले त्यो सोच्न पनि हामीलाई पाप लाग्छ केटा हो। अनि हामीलाई हाम्रो प्रेसिडेन्टले लापोर्टाले दिने भनेको आश मात्र हो। त्यसपछि आश मात्र दिने हो, हामीलाई खुसी मात्र बनाउने हो। त्यो रियालिटीमा कहिले एक्सपेक्टेसन भर्सेस रियालिटी हो केटा हो। सो तिमीहरू भ्रममा नपराऊ केटा हो। हामीले बास्तोनी साइन गर्छौँ, हामीले हुलियान अल्भारेज साइन गर्छौँ, हामीले मार्गे साइन गर्छौँ। त्यो सपनामा हो केटा हो, छोडिदेऊ त्यो केटा हो। अब रियालिटीमा हामीले साइन गऱ्यौँ भनेको त्यो बर्निमथको एउटा छ प्लेयर, त्यो सेनेसी भन्ने अर्जेन्टाइन डिफेन्डर, त्यो साइन गर्ने चान्सेस छ। स्ट्राइकर छोडिदेऊ, सपनै छोडिदेऊ स्ट्राइकर। हामीसँग अझै लेभेन्डस्की छ, बरु लेभेन्डस्कीले गुड नम्बर दिन सक्छ अझै पनि 1-2 सिजन। सो बरु हामी लेभेन्डस्कीमा रिलाइ गर्न सक्छन्। ब्लाभोभिच ल्याउने कुरा चाहिँ नगरौँ केटा हो। अनि आजको भिडियो यति नै। अनि प्लिज डोन्ट फर्गेट टु फलो मी, किनकि मैले गर्दैछु जर्सी गिभ अवे। यदि एल क्लासिको स्पेनिस सुपर कपमा एल क्लासिको हुने भयो भने त्यसको लागि प्लिज डु फलो। गुड बाई।